आज चाहिँ म चाहिँ फुटसल खेल्न जानु लागेको म चाहिँ घरबाट निस्केँ एक्लै गइरहेको थिएँ बाटोमा चाहिँ कोही थिएन साथीहरू किनकि प्यारिस आफ्नो आफ्नो घरमा बसेको थिएँ मलाई चाहिँ आइज म चाहिँ निरवको घर गइरहेको थिएँ बाटोमा जाँदा चाहिँ मलाई चाहिँ टक्क आफ्नो ट्रफीहरू नहेरेको धेरै भइसकेको थियो हामीले चाहिँ फुटबल एचिभै यो गोर्खाली एफसीबाट पाएको जोस् केही नपाने एक खुसी पाएको छौँ त्यसमा चाहिँ भाइहरू यस्तरी रेस्पेक्ट गर्दा चाहिँ बहुत खुसी लाग्छ हेमन्त रेड्डीको सधैँ यो भाइहरूले यति रेस्पेक्ट गर्दा चाहिँ खुसी लाग्छ कि जोस गोर्खाली एफसीले त्यस्तो राम्रो प्लेयर नपाए हाम्रो आप बस एक काम करो लाइक करो सब्सक्राइब करो और हमारे शॉर्ट्स का मजा लो त्यसपछि चाहिँ हाम्रो चाहिँ प्लेयर पुगेको छैन म चाहिँ समीर भाइलाई बोलाउन गएँ त्यो सुतेको रहेछ त्यसलाई बोलाइसकेपछि बाहिर आयो हामी चाहिँ त्यसपछि गयौँ अटोमा चढेर चाहिँ हामी चाहिँ फुटसल खेल्न गइरहेको थियौँ सानो थियौँ गयौँ बाटोमा कुरासुरा गर्दै गऱ्यौँ आज चाहिँ बिसनहरूको गेम थियो बिसनहरूले हारेर हामी मरेर बिसनहरू हारेर आएको थियो मनोकामनाबाट त्यसपछि चाहिँ आफ्टर लङ टाइम हामीले चाहिँ आज पुस गरेर देख्दा चाहिँ खुसी लागिरहेको थियो किनकि एक वर्षपछि भनौँ न हाम्रो गोर्खाली एफसी ब्याक भनौँ न रेडी भयौँ त्यसपछि चाहिँ गेम खेल्न लाग्यो भनिन्छ नि गेममा चाहिँ अगाडि यति लिड थियौँ कि हामी चाहिँ यति लिड थियौँ 3-4 को लिड थियौँ लास्टमा चाहिँ हार्यौँ क्या यार लास्ट मिनटमा गेम बिग्रियो लास्टै हार्यौँ बहुत यस्तो खेरि हार्दाखेरि चाहिँ एक फुटसलमा एक गोलले हार्दाखेरि 1-2 गोलले हार्दाखेरि चाहिँ लास्टै नराम्रो लाग्ने थियो क्या यसरी खेलेर थाक्यो यार पसिना भइगयो त्यहाँदेखि यसरी खेलेर पनि काम लागेन अब हाऱ्यो भने हार्यौँ भनेर चाहिँ अब जति स्याड भयो चाहिँ घर आयौँ हामी चाहिँ अटोमा चढेर सर आएर केटाहरूसँग